घन्टौं भाषण गरेर हामीले चाहिँ समय बर्बाद गर्न चाहन्नौँ। हामी चाहिँ काम गर्न चाहन्छौँ। हामी दुवैजना आफ्नो कामले टेस्टेड भएर आएका व्यक्तिहरू हौँ। देशमा भएको भ्रष्टाचार, विसङ्गति र विकृतिको विरुद्धमा हामीले चाहिँ कारबाही गरेर मान्छेहरूलाई चाहिँ कठघरामा उभ्याएर हामीमाथि पनि चुनौती थपेपछि हामीले चाहिँ त्यो चुनौती चाहिँ सामना गरेर अघि बढ्दै गर्दा हामी चाहिँ उम्मेदवारको रूपमा खडा भएका छौँ। एउटा कुनै ठाउँ बदलिएर मात्रै हुँदैन, यो देश बदल्नु पर्नेछ। यहाँ बदल्नको लागि चाहिँ सिस्टम बदल्नु पर्नेछ। जबसम्म हामीले चाहिँ सिस्टम बदल्न सक्दैनौँ तबसम्म कुनै व्यक्ति बदलिएर केही हुन सक्ने छैन। त्यही भएर तपाईँहरूलाई चाहिँ मैले कतिपय अवस्थामा लेख्ने पनि गरेको छु। हामी चाहिँ जबसम्म हाम्रो सिस्टमलाई चाहिँ जबसम्म हाम्रा विकृतिपूर्ण विरोधाभासीपूर्ण कानुनहरू चाहिँ हामीले बदल्न सक्दैनौँ तबसम्म हामीले परिवर्तन गर्न सक्दैनौँ। हाम्रो ब्युरोक्रेसी, हाम्रो न्यायिक निकायहरू, हाम्रा विभिन्न सुरक्षा निकायहरू, यी सबैमा समय सापेक्ष त्यो बदल्न सकेन भने हामी एउटा सरकार बदलिएर पनि हुँदैन। सरकार आफैमा एउटा नीति निर्माता गर्ने संस्था हो भने सत्ता भनेको चाहिँ सम्पूर्ण निकायको एउटा कम्पोनेन्ट हो। त्यसकारण हामी सत्ता बुझेर, सत्ता पढेर, यहाँ चाहिँ सत्ताले के गर्छ, सत्ताको चरित्र के हो भन्ने बुझेर हामी चाहिँ यहाँ उम्मेदवार हुनको लागि हामी कुनै पार्टीमा थिएनौँ। हामी दुवैजना हामी कुनै पार्टीमा थिएनौँ र हामीलाई चाहिँ यो देश बदल्नको लागि एउटा विज्ञहरूको टोली चाहिन्छ, एउटा ज्ञान हासिल भएको व्यक्तिहरू